मुलुक त गयो त भन्नु न। चीनको विरुद्धमा लड्नको लागि नै चाहिँ अमेरिकाले यो खेल खेले हो। यहाँ काङ्ग्रेसले भ्रष्टाचार गर्यो, एमाले भ्रष्टाचार गर्यो, माओवादीले भ्रष्टाचार गर्यो, जनताले सुख पाएन, नेपाली जनताले भनेर हो र। उसले दलाइ लामालाई पुनर्स्थापित गर्नको लागि नै यो खेल खेले हो त बुझ्यो। अनि कस्तो कुरा आएछन्, प्रत्यक्ष चाहिँ कार्यकारिणी कुरा आएछ। प्रत्यक्ष कार्यकारिणी होइन ट्रम्प। अमेरिका तपाईँले भन्नुहुन्छ जनताले अमेरिका जस्तो त्यस्तो लामो प्रजातान्त्रिक संस्कार भएको देशले ट्रम्प जस्तोलाई चुन्छ। जनताले सधैँ सही फैसला दिन्छन् भन्ने त हुँदो रहेछ त। ल भन्नु न, एउटा सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राष्ट्रपतिलाई सेना लगाएर त्यहाँ अपहरण गरेर अमेरिकालाई थुनिएछ। इरानमा के गर्यो भन्नुहोस् त, बङ्गलादेशले के गर्यो, श्रीलङ्कामा के गर्यो। श्रीलङ्का बङ्गलादेशका जनतालाई पनि यही नेपाललाई हाल गराउने उसको योजना थियो, तर त्यहाँका जनताले फैसला बेग्रिदिए। यहाँ पनि लामो समयदेखि कतिसम्म लाज मर्नु भन्दाखेरि तपाईँ चाहिँ विदेशमा जहाँ जहाँ तपाईँ चाहिँ नि जागिर खाने मान्छे छन्, पढ्न गएका विद्यार्थी छन्, ती सबलाई सिआइएले कब्जा गरेको छ र उनीलाई तपाईँ चाहिँ घरका आफ्ना आमा बाउ अभिभावकलाई घन्टीमा है भोट घन्टीमा होइन भने म घर आउनु। हेर्नुहोस् त, यस्तो देश हुँदाखेरि पनि हामी चिन्तित हुने कि नहुने।